हेर्नुभयो नि, म रायोको साग धुँदै थिएँ हैन। हाम्रै बारीमा पाउने रायोको साग एउटा स्वादको लागि मात्रै नभएर यो भनेको एउटा प्राकृतिकले दिएको औषधि भन्ने बुझ्नुपर्छ हामीले हैन। नमस्ते, म स्वास्थ्यकर्मी विजय यादव। हामी यो भिडियोमा आएर हैन रायोको सागको प्रमुख 7वटा फाइदाहरूको बारेमा चर्चा गर्नेछौँ हैन। राईको साग स्वादको लागि मात्रै नभएर स्वास्थ्यको लागि कति उपयोगी छन् हैन, कति फाइदाजनक छन् भन्ने 7वटा प्रमुख फाइदाहरूको बारे हामी कुरा गर्छौँ। पहिलो फाइदा भनेको हेर्नु, हामी माथिबाट सुरु गर्छौँ। आँखा। यसमा के हुन्छ भने चाहिँ रायोको सागमा के हुन्छ, हामी पहिलादेखि भन्ने विचार छ नि, हरियो हरियो खाऊ आँखाको रोशनी बढाऊ भन्ने थियो नि। त्यसै गरी यसमा भिटामिन ए बढी मात्रामा पाउँछ। त्यसले गर्दाखेरि के चाहिँ हाम्रो आँखाको दृष्टिलाई बढाउँछ, हाम्रो आँखाको दृष्टि बढाउँछ हैन, उज्यालो बढाउँछ हैन। दोस्रो फाइदा के छ भने हामी तलमा के हुन्छ भने चाहिँ रायोको सागमा क्याल्सियमको मात्रा, भिटामिन के को मात्रा राम्रो हुन्छ, उपयुक्त हुन्छ। त्यसले गर्दाखेरि के हुन्छ भने चाहिँ यसले हड्डी दाँतहरूलाई चाहिँ मजबुत बनाउने काम गर्छ हैन। त्यसै गरी हामी अर्को कुरा गर्छौँ। अब तल आएर मुटु, रायोको सागले मुटुमा के भूमिका खेलेको छ त हेर्नु। रायोको सागमा फाइबर्सको मात्रा बढी हुन्छ, जसले के हुन्छ भने चाहिँ हाम्रो शरीरमा भएको ब्याड कोलेस्ट्रोल 2 किसिमको हुन्छ। हामीले सुन्यो होला कोलेस्ट्रोल बढेछ घटेछ भन्छ नि। यसमा 2 किसिमको एउटा गुड कोलेस्ट्रोल हुन्छ, एउटा ब्याड कोलेस्ट्रोल हुन्छ। गुड कोलेस्ट्रोल हाम्रो लागि ठिक हो हैन, तर ब्याड कोलेस्ट्रोलको मात्रा अलिकति, ब्याड कोलेस्ट्रोल चाहिँ हाम्रो लागि राम्रो होइन। यसले के हुन्छ, रायोको सागले के गर्छ भने चाहिँ ब्याड कोलेस्ट्रोललाई अलिक घटाउने काम पनि गर्छ हैन, र मुटुलाई स्वस्थ राख्ने काम गर्छ। त्यसै गरी हामी कुरा गर्छौँ चौथो, जस्तै ट्याक्कै मुटुबाट पेटमा आयो। पेटमा के हुन्छ भने यसले पाचन प्रणालीलाई चाहिँ के गर्छ भने चाहिँ सुस्त दुरुस्त राख्छ क्या, कब्जियत हुन दिँदैन, पेटलाई सफा राख्छ। किनभने यसमा फाइबर्सको मात्रा बढी हुन्छ। त्यसै गरी हामी कुरा गर्छौँ अब छैटौँ फाइदाको बारेमा हैन। छैटौँ फाइदा के छ भने चाहिँ 4वटा, अब हामी पाँचौँ फाइदाको कुरा गर्छौँ। पाँचौँ फाइदा के छ भने यसमा के हुन्छ नि, तौल बढी भएको मान्छेको लागि यो उपयुक्त मानिन्छ। भनौँ न किन, यसमा क्यालोरीको मात्रा कम हुन्छ, फाइबर्स बढी हुन्छ भने चाहिँ त्यस्तो व्यक्तिलाई पनि यो उपयुक्त खाँदा चाहिँ राम्रो भन्ने बुझ्नुपर्छ है। त्यसपछि हामी कुरा गर्छौँ छैटौँ फाइदा के छ भने यसले रोग प्रतिरोधात्मक क्षमता भने चाहिँ रोगसँग लड्ने क्षमता, यसमा भएको भिटामिन सी हैन, एन्टिअक्सिडेन्ट प्रोपर्टिजहरू हुन्छ। त्यसले के गर्छ, एन्टिब्याक्टेरियल प्रोपर्टिजहरू धेरै हुन्छ हैन। त्यसले गर्दाखेरि रोगसँग ब्याक्टेरियाबाट भाइरसबाट पनि यो लड्न चाहिँ मद्दत गर्छ। त्यसै गरी हामी यसको अन्तिमको कुरा गर्छौँ हैन। अन्तिम या 7औँ फाइदाको बारेमा कुरा गर्छौँ। यसले के हुन्छ जस्तै यसले छाला, हेर्नु भिटामिन सी, यसमा रायोको सागमा भिटामिन सी हैन, भिटामिन केहरू राम्रो मात्रामा पाएकोले गर्दाखेरि के हुन्छ भने चाहिँ हाम्रो छालालाई चाहिँ उज्यालो, स्वास्थ्य र उज्यालो राख्ने काम गर्छ हैन। यसै गरी हामी रायोको विभिन्न धेरै छन्, रायोको फाइदाहरू धेरै छन्, तर हामी यो भिडियो मार्फत चाहिँ 7वटा फाइदा राईको बारेमा चर्चा गरेछौँ हैन। कति महत्त्व रहेछ भने चाहिँ हाम्रै बारीमा पाउने रायोको साग चाहिँ कति महत्त्व रहेछ भने चाहिँ हामीले चाहिँ त्यो रायोको साग नखाने व्यक्तिलाई चाहिँ घाटा भएछन् हैन। त्यसले गर्दाखेरि भिडियोहरू, मैले बनाएको भिडियोहरू कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हस्त, धन्यवाद।